भरिया दाइ हाम्रो सामान बोकेर कहाँसम्म लानुपर्ने बाटोमा गफ गर्दै हिँडिने गर्छ भरिया दाइ हाम्रो सामान बोकेर हिँडिराख्नु भएको छ ल ल हस् त भरिया दाइ भरिया दाइ बिस्तारै हिँड्नुहोस् त हाम्रो भरिया दाइ हुनुहुन्छ उहाँ चाहिँ हामीलाई एकदम गाइड गरिरहनु भएको छ पावर के छ तिमीहरूलाई भन्ने गरौँ यत्रो यत्रो भोल्टको करेन्टलाई पनि यो प्लास्टिकको भेदाले चाहिँ भरिया नि देखिरहेको छु पाइपले चाहिँ रोकिदिँदो रहेछ के ए हामीलाई चाहिँ गाइड गर्नुहुनेछ भरिया दाइले कुन चाहिँ त्यो ए दाइको जीवनी कथा लाग्नु यो बाटो चाहिँ हामी अब यहाँबाट दिक्तेल जाँदैछौँ दिक्तेल होइन भोजपुर दिक्तेल भोजपुर जान्छ यो बाटो चाहिँ उहाँ हुनुहुन्छ हाम्रो यहाँबाट चाहिँ हाम्रो प्लान गरेको थियौँ पैसा तपाईँको नि भरिया बोकेर कस्तो फिल भइरहेछ त कस्तो महसुस भइरहेछ दैनिक हजुर जीवन काट्ने जीवन काट्ने नै मेरो यही हो रोजीरोटी ए ठिक छ ए बोर्डिङ पढ्ने भन्छ ठिक छ बोर्डिङ पढाएर ठुलो मान्छे बनाउनु पर्ने छ नानी गाह्रो भएको छैन नि दौडी पनि बोक्नु भएन